Hello everyone, Namaste. Welcome back to my YouTube channel Khanti22 Vlog. न्यू ब्लग में आज स्वागत छ तपाईहरुलाई धेरै दिनपछि। आज चाहिँ म यसो दाउरा टिप्न जान लागेको है गाइस। ढोको पनि रेडी भइसकेको छ। अब त्यसपछि यहाँ जुत्ता पनि लाउनु पर्यो है गाइस। अब यो बन्चरो ठुलो काट्ने हो के। अनि यहाँ पानी पनि व्यवस्था गरेको छु मैले। खुर्पा पनि व्यवस्था गरेको छु। यहाँ खाजा पनि व्यवस्था गरेको छु। स्याउ पनि हालेको छु। अनि यहाँ चट्ट केरा पनि हालेको छु। अनि बन्चरो अनि यो चाहिँ ट्याक्क बोक्ने हो नाम्लो लाएर ट्याक्क यसरी ट्याक्क राखेर बोक्ने हो। यो जुत्ता लाउँछु म। हेलो गाइस, म रेडी भइसकेको छ। अब यो जुत्ता ट्याक्क यहाँ जङ्गलमा हिँड्नुपर्छ है। ढडाङ 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 लाएर जुत्ता पनि ट्याक्क लगाइसकेको छु। अब किनभने यो जुत्ता लाउँदा सेफ्टी हुन्छ क्या। घाँस 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 गरेर हिँड्दाखेरिमा चाहिँ यो घाँसहरूले दार्दैन क्या। यस्तो टक्क चट्ट लगाइसकेको छु। अब त पनि जाने हो? जान्न भनेको छ है। त जाने हो? जान्न साला। तर अब स्याउ खानु पाएन, केरा खानु पाएन। अब गयो भने खानु पाइन्छ। अब तल पानी नि खेलाएर आउने। जाने हो? यो तल ल। अब चाहिँ म रेडी भइसकेको छ। अब एकछिनपछि जाने हो। ल अहिले चाहिँ यस्तो हाम्रो घरतिर यहाँ मकै पनि एकदम जुवा फुस्रो भइसकेको छ है टक्क। ल हेर्नुहोस् यस्तो अब जुवा निकालिसकेको छ। अहिले त जुवा चाहिँ पकाएर खायो भने किडनी खराब हुने पत्थरीलाई चाहिँ एकदम राम्रो गर्छ अरे है। अब अहिले चाहिँ म यो तल जङ्गलतिर जाने हो। तल यो बाटो देखेकोदेखि अलिकति थोरै उतापट्टि गएर टक्क दाउरा लिएर आउने हो। चट्ट आज दाउरा टिप्ने चाहिँ मेरो भ्लग आउनेछ है गाइज हो। हेरिदिनु होला दाउरा कतिको पाउँछ हाम्रोतिर। प्रशस्तै हो क्या दाउरा त जतासुकै गयो भने। ल आज चाहिँ एकदम राम्रो दाउरा छ। त्यो चाहिँ टिपेर ल्याउने विचार छ। ल गाइज म चाहिँ हिँडिसकेको छु है। टक्क डोको बोकेर टक्क सामान बोकेर हिँडिसकेको छु। अब गल्ली गल्ली हिँड्दैछु। अलि परै पुग्नु पर्ने हुन्छ। चट्ट आज हेर्दै गर्नु होला दाउरा कतिको पाउँछ। यो चाहिँ हाम्रो गल्ली बाटो हो। ल कोदो बारी पनि ट्याक्क छ है। कोदो पनि भइसकेको छ। मकै बारी टन्नै छ। मकै पनि खाने बेला भइसक्यो। चट्टै मकै पोलेर बोडी पनि चट्ट भइसकेको छ हाम्रोतिर। ल गाइज यो के होला। म थोरै यतापट्टि आइसकेको छ। हराभरा यहाँ अमला चाहिँ पाकेर बसिरहेको छ है। अमला टक्कै अमला चाहिँ पुरा खाने बेला भइसकेको छ। टक्क अमला हाम्रो घर यतापट्टि अमला एकदम जोडतोडका टिप्ने बेला भइसकेको छ। यस्तो दामी भइरहेछ अमलाको बोट यो हो। ल गाइस म चाहिँ अब जङ्गलमा आइसकेको छु। अब यहाँ यो रोडमा चाहिँ टक्क राखेर अब चाहिँ अलिकति पर चाहिँ है। अलिकति पर यतापट्टि गहिरामा गएर दाउरा ओसार्ने छु। यहाँ ल्याएर चाहिँ राख्ने छु। त्यसपछि चाहिँ यहाँ बन्चरोले टुङ्गाएर है चिरेर चाहिँ अनि यो डोकोमा हालेर लानेछु। आजको मेरो प्लान चाहिँ यही हो। अब यसै यो बाटो हुँदै अब छिर्नुपर्ने हुन्छ। अब यतापट्टि बाटो फाँड्दै जानु पर्ला है गाइस। बाटो त छ तर हल्का आफूलाई सजिलो होस् भने बाटो पनि फाँड्नुपर्छ। ल अब चाहिँ सुरु गाइस। अब हल्का तागत आउनुको लागि चाहिँ एउटा केरा खाएर जान्छु म। अलिकति एनर्जी आओस् के दाउरा टिप्ने बेलामा। अहिले अरू चाहिँ हिँडिराख्ने हो डोकोमा। अहिले आएपछि टिपेर खानु पर्ला। अब चाहिँ म बाटो नि फाँड्दै जानु पर्यो। घाँस पनि अझै
दाउरा पनि टिप्नु पर्यो। ल ल गाइस यस्तो छ बाटो। हल्का यहाँ यसो बाटो फाँड्दै जाने हो। अहिले आयो सजिलो सुनेर यस्तो छ है। यहाँलाई चाहिँ यसरी बाटो फाँडिदिनु पर्यो क्या, पछि नै सजिलो होस् भनेर हिँड्दाखेरिमा यही बाटो काट्दिनु पर्यो। कसैलाई वन करेला चाहियो भने यहाँ छ है, जतिसुकै टन्नै फलेन बरु चट्ट औषधि पनि हुन्छ भन्थ्यो। अब यहाँ बाटो फाँडेर चाहिँ ट्याक्क हिँड्नु पर्ला जस्तो छ। यहाँ अब भिडियो गर्ने मान्छे छैन, आफै एक्लै एउटा हातले उ गर्ने खिच्ने, एउटा हातले बाटो फाँड्ने गरिरहेको छु है गाइस। अप्ठ्यारो छ। यो कामले घाँस हो, यो गाई पाल्नाले मजाले खान्छ है। ल बाटो कस्तो भएको छ, फाँडेको बाटो कस्तो भएको छ, अहिले सजिलो होस् भनेर भाइ छ। अब भोलि तिहार छ, आज औँसीको दिन दाउरा टिप्न आउनु पर्यो। के हेर्ने दाउरा देखेको थियो अस्ति आउँदाखेरि, बाख्रा चाहिँ आउँदा त्यो बाख्रा दाउरा चाहिँ एकदम राम्रो छ कि। यसो पहिला घाँस दाउरा गर्ने मान्छेहरू अलिकति बाटो हिँड्दा नि घाँस दाउरा गर्ने मान्छेहरू यसो गाउँ आउँदा बाख्रामा आउँदा यसो दाउरा देख्यो भने लोभ लागिहाल्छ क्या। ट्याक्क काटेर लानलाई घरमा चट्ट यसो घर आए बेलामा यसो दाउरा घाँस बाख्रा चराइदियो भने घरमा खुसी हुन्छ क्या। बाबुआमाहरू अलिअलि खुसी दियो भने नि अलिअलि आशीर्वाद पाउँछ कि भनेर चट्ट दाउरा सघाउन आएको आज है गाइज हो। ल अब आइपुग्नु लाग्यो, दाउरा पनि देखिसकेको छ उतापट्टि पाखा। ल आइपुग्यो अब। ल गाइज बाटो फाँडिसक्यो, यस्तो छ है बाटो, पुरा ढाडै ढाड पुरा। अब यतिसम्म हो बाटो फाँडिसक्यो। अब यो चाहिँ पछि फाँडौँला, काम पऱ्यो भने। अहिले चाहिँ यहाँसम्म काम परेको है, आफूलाई सजिलो बनाउनु पऱ्यो है दाउरा टिपेर लानलाई। अब यही हो दाउरा, तिल्चाउने दाउरा भने। अनि यो अस्ति नै मैले काटेर राखेको छ माथि दाउरा। कहाँ गएर यार तिमी यार लागेन? बल्ल 9 बजे लाग्छ त यहाँ माछा त यार। तिमी यार माछै नलागिकन यार, तर बाटो फाँड्नु पर्थ्यो नि यार। यतातिर बाटो फाँड्नु पर्थ्यो नि यार। म यो दाउरा लिन आएको। यहाँ माथि छ कि तिल्चाउनेको, त्यही बल्ल लाग्थ्यो त। कति बजे यार? 9 बजे 10 11 बजीसम्म लाग्छ, त्यसपछि लाग्दैन। त्यसपछि आज भोल्लामा आयो नि को लाग्छ होला। अब अलि लाग्ने बेला नि भएको छैन यार। ल अब चाहिँ यहाँ एकजना भान्जाहरू चाहिँ माछा मार्नु गयो अरे तल। माछा पार्ने रित्ते फर्केर आएछ। अब अस्ति म जस्तै 2टा मात्रै मारेर जस्तै भएछ। हिजो मैले 2टा मारेको थिएँ, त्यस्तै भएको छ। अब यो माथि जानुपर्छ। यहाँ अस्ति नै फाँडेको थिएँ मैले है, बाख्रासिङ जाँदा। यो फाँड्नु पर्दैन, माथि गएर दाउरा झार्ने हो। यहाँ चाहिँ एउटा छ,
मुढा छ यसलाई सब चिरेर लाने हो गाइस। अब यस्तो चाहिँ ढाँडै ढाँड छ क्या यतातिर, नामै खाली भए नि ढाँड यार। सो केटी फकाउँदा नि यार त्यो खाली भए नि ढाँडमा को जाने यार भन्थ्यो यार मलाई यार पहिला पहिला केटीहरूले। यस्तो ढाँडमा हिँड्नुपर्छ यार, यहाँ त ढाँड होइन यार, मन बुझेर मात्रै आउनुपर्छ केटाहरूसँग बिहा गर्नु त है। केटी हो भर्खर भर्खर केटीले यसो मन बुझेर आउनुपर्छ यहाँ। सम्पत्ति भन्दा पनि टक्क दुःख सुखमा साथ दिने है गाइज हो। यो अलिकति माथि छ, त्यहाँ चाहिँ म अब गएर झार्ने छु। अस्ति नै फाँडेको बाटो हो यो गाइस। ल गाइस हात काट्यो यार उसले, यो पिलेट हड्डी भन्ने हुन्छ क्या, त्यसो पातले सर्लक्कै बनाइदियो। हेत्ते पसिना नि खलला यार। ल गाइस आइपुग्न लाग्यो यताबाट। ल यो बुट लगाएपछि कति सजिलो हुन्छ, ड्याङ ड्याङ उकालो चढे पनि भयो, यस्तो ढाँडमा ड्याङ ड्याङ हिँडे पनि भयो, कति सजिलो हुन्छ। चिप्लिँदा पनि चिप्लिन्न, चप्पल लगायो भए खतम हुन्थ्यो। ओइ तल नदा ल यसरी पल्लायो, अब त एकैछिनमा भारी पुग्यो त अन्त गाइस। कति सजिलो हुन्छ, जुत्ता लगाएपछि यस्तरी हिँड्नु हुन्छ कि न ढुङ्गाले काट्नु भन्ने नि छैन, सिर्फ ड्याङ ड्याङ हिँड्ने क्या यसरी ट्याक्क ट्याक्क यस्तो ढाँडमा। कति सजिलो हुन्छ यस्तो बुटमा। अब चाहिँ दाउरा ठेगानमा आइसक्यो सब, अब चाहिँ यो सबै ओसार्नुपर्छ। यता बाटो फाँडेको छ है त गाइस, यसलाई पनि निकाल्नु पर्ने हुन्छ। अब यो त काँचै छ कि यार, काँचै रहेछ यार यो त, यो काँचो लगायो भने काम छैन। यो सुके खै के खायो, यो पनि काँचै रहेछ। यो सुके मात्रै त लाने होला है गाइस हो, पुगिहाल्यो भारी त, भारी त पुगिसक्यो। अब यही उठाउँदै लाँदै गर्नु पर्ला है गाइस हो। ल गाइस रेडी, यसरी अहिले डोको राखेको ठाउँमा चाहिँ अब ओसार्ने हो, ट्याक्क यसरी बोकेर टुइटुइ हिँड्ने। यसरी टुइटुइ हिँडेर गेडेर फेरि चिर्नुपर्छ अहिले गाइस। अघि फाँडेको बाटो कति सजिलो हुन्छ है, सजिलो हुन्छ क्या, त्यही भएर मैले चाहिँ फाँडेको यताउता अल्झिन्थ्यो। अहिले नफाँडे भए यस्तो मजाले फाँडिदिएको हिँड्नु सजिलो भयो नि, यताउता अल्झिन्न है गाइस, त्यही भएर बाटो फाँडेको हो। ल हेर्नुहोस् सर्लक्क लगाएर हिँड्नु पाएँ अहिले। त्यो पसिना आयो। अब फेरि म केरा खानेछु हल्का पावर बढाउनलाई। फेरि लिन जाने हो चट्ट। गाइस म चाहिँ यो यसो चिर्ने बेला आइपुग्यो, यसो चिर्ने पालो ट्याक्क। अब यसलाई चाहिँ चिर्छु। पहिला ठुङ्ग्याउने हो, त्यसपछि चिर्ने गाइस। रोटी रहेछ, रोटीको घर रहेछ गाइस। ओइ सेट ल
एट छिर्ने बेला सेफ्टी हाल्नुपर्छ फेरि नत्र ढुङ्गामा लाग्छ बन्चरो बिग्रिन्छ के गाइस हो यस्तो सजिलो हुन्छ के सजिलो हुन्छ यसरी छिर्नलाई त्यही भएर दाउरा है दाउरा टिप्न आएको म चार फेक्ला एकैतालमा त्यो त बबाल रहेछ गाइस बबाल रहेछ योलाई पनि चिर्ने पाला हेर त रोटी हेर त रोटी रोटी हट ढुट्टो यार आमा बन्छ र ढुट्टो ढुङ्गामा पक्कु गयो भने तर रोटीको भर त निकै छ guys तर चिर्नुपर्छ के गाइस गाइस योलाई चाहिँ ठुङ्गाइदिनु पर्छ यसलाई नछुँदै नि हुन्छ छिर्ने त छिर्ने खेललाई छिरिदिन्छ
चिने हो साला या चिसो रहेछ ल गाइस अब यो भ्याइसक्यो अब चाहिँ टक्क एकछिनपछि भारिहाल्छु है गाइस अब के कमी आयो त्यस्तो काम गरेपछि तिर्खा लाग्छ नि है कहिले भोक लाग्छ कहिले तिर्खा लाग्छ यो पनि तागतिलो हो टट्ट खाने jangan lupa lah itu roti रहेछ यस्तो टोक्यो भने यस्तो दुख्छ के हेर्नु अलिअलि भन्दा खतरा दुख्छ हेर्नु यत्रो घर बनाएर चाहिँ लास्टै रोटी हुन्छ कि गाइस जमिनभरि छ है जमिनभरि छैन हेर्नुहोस् यो टोक्यो भने त लास्टै दुख्छ नि हेर्नु हाम्रो घर भत्काउने तिमीहरूलाई पख भनेर मलाई खोज्दैछ क्या यहाँ सब जतासुकै सर्च गर्दैछ यी भाइ टक्क 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 ए भाइ पुरा चलिरहेको छ यिनीहरूले हट है गाइस अब चाहिँ अब म घर हिँडेको अब बोक्नु पर्यो है गाइस अब चट्ट यहाँ ढोकोमा के गर्ने यार भिडियो खिच्ने मान्छे छैन आफै हेत बल्ल बल्ल उठ्यो यार त त्यही भएर यार अब धेरै लाग्दैन 10-15 मिनेटमा पुगिहाल्छ कसैले होइन भने 10 मिनेट नि लाग्दैन 7 मिनेटमा पुगिहाल्छ गाइस अब यी घामले पोल्यो अब टुइङ्की हिँड्नु पर्ला है गाइस हो रोटीले टोल्नु लाग्यो यार अलदा यार साला रोटीले पुगिहाल्यो नि रोटीले ल गाइस घाम बेसरी लागेको छ तर मलाई पोलेको छैन किनकि यो दाउरा भारीले चाहिँ मलाई छेकिदिएको छ कि घाम आनन्द आहा शीतल भए तै पनि कसैले हिँडेछ अघि भारी पुगेदेखि 6 मिनेट भयो अब 5-6 मिनेटमा पुगिहाल्छ है गाइस ल गाइस दाउरा बेसाउने ठाउँ आइपुग्यो घर है पसिनी खोला थकै मार्नु पर्यो ल अब दाउरा पनि आइसक्यो ल यति भएपछि घरमा पनि खुस दाउरा ल्याइदिएकोमा मैले पनि काम गरेँ जस्तो भयो भन्दै आज यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु धन्यवाद
छोटो भिडियो हेरिदिनु भएकोमा अनि खल्तीबानी टिटोलाई धेरै धेरै लाइक शेयर सब्स्क्राइब बढाइदिनु होला भन्दै यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु। आजलाई यतिकै। अब यो दाउरा चाहिँ अहिले एकछिनपछि राख्नु पर्ला है गाइस। बाई बाई।